बोलिदिनु पर्यो। हामी कहाँ जाने इसा नारी पुरुष एकता प्रार्थना समूह मित्र र स्वतन्त्र विश्वव्यापी मण्डलको सङ्घको आयोजनामा हामीले चाहिँ बालबालिकाहरूलाई स्कुलको पढ्नको लागि अब के भनौँ कपी कलम त्यो उनीहरूलाई चाहिने सामग्रीहरू वितरण गर्न हामी जाँदैछौँ। त्यसको लागि हामी यात्रामा छौँ सामान लिएर। प्रभुलाई धन्यवाद, यो मौका प्रभुले दिनुभयो। कृष्णनाथको प्रार्थना, उहाँहरूको सहयोगको लागि धन्यवाद, मण्डलीको प्रार्थनाको लागि सहयोगको लागि धन्यवाद। यही हो। गोठ भन्ज्याङमा स्टेसनरी वितरण गर्न आदरणीय हाम्रो खरेल बा हेर्दै हुनुहुन्छ। स्टेसनरीहरू हो हाम्रो स्टुडेन्ट भाइहरूले लिन आउनुभएको छ। उनीहरूको लागि वितरण गर्ने स्टेसनरी सामान आफै बोक्दैछ। यस गोठ भन्ज्याङ माध्यमिक विद्यालयमा पढ्ने सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूको लागि कक्षा 1 देखि कक्षा 11 सम्म अध्ययनरत सम्पूर्ण भाइ बहिनीहरूको लागि आवश्यक पर्ने स्टेसनरी सामग्री लिएर वितरण गर्नको लागि चाहिँ हाम्रो विद्यालयमा चाहिँ उपस्थित भइसक्नु भएको छ। यो विद्यालयमा यो प्रमुख अतिथिको रूपमा चाहिँ आसन ग्रहण गरिदिनु हुनको निमित्त म अनुरोध गर्दछु। संस्थाका अध्यक्ष श्री प्रमुख अतिथि चेतबहादुर खरेल सर, सभापति दुर्गा प्रसाद दाहालजी हुनुहुन्छ। गुरुआमा सीता खरेल हुनुहुन्छ। सेविका शान्ति लामा उतापट्टि हुनुहुन्छ, यतापट्टि शान्ति लामा मल्ल। त्यसै गरी उपाध्यक्ष आनन्द खरेल सर हुनुहुन्छ। त्यसै गरी एल्डर सरू महर्जन भक्त सुनार त्यसै गरी आमोद सुनवार छ। त्यसै गरी कार्यकारी सदस्य शर्मिला भण्डारी। त्यसै गरी अब क्यामेरा पर्सन शिला सुनवार र क्षिति राई मात्र प्राङ्गणमै हुनुहुन्छ। मेरो व्यक्तिगत र हाम्रो विद्यालय परिवारको तर्फबाट उहाँहरू सबैलाई हार्दिक स्वागत गर्न चाहन्छु। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा प्रख्यात परमेश्वरका कृपा पात्र अग्रणी दूत श्री चेतबहादुर खरेलज्यूको जीवन कुनै वैज्ञानिक चमत्कार होइन, प्रभुले दिएको जीवन हो, जुन आस्था र विश्वासको प्रत्यक्ष उदाहरण हो। उहाँसँग जोडिएका 1350 भन्दा बढी प्रार्थनाका योद्धाहरू, 800 भन्दा बढी मण्डलीको परिवार छ। उहाँहरू प्रत्येक आइतबार चङ्गाईको सेवकाई गर्नुहुन्छ, जहाँ प्रत्येक धर्मका मानिसहरू चङ्गाई पाउन उहाँको सेवकाईमा जानुहुन्छ। परमेश्वरको चमत्कारको प्रत्यक्ष उदाहरण श्री चेतबहादुर खरेलज्यू स्वयं हुनुहुन्छ। परमेश्वरको कृपा र अनुग्रह भयो भने संसारमा जे पनि सम्भव छ। आज उहाँले गरिरहनु भएको चङ्गाई र समाज सेवा प्रभुको कृपाले नै सम्भव भइरहेको छ। फराकिलो अर्थमा भन्यो भने कर्तव्य पालना र सत्कर्म नै धर्म हो। गर्नुभन्दा अगाडि परमेश्वरले सबैको कल्याण गरून् भन्दै बिदा हुन चाहन्छु। आफ्नो स्वागत मन्तव्य राखेर चाहिँ गइसक्नु भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री रामबहादुर तामाङज्यूलाई अनुरोध गर्दछु। उपस्थित हुनुभएका यस कार्यक्रमका सभापतिज्यू लगायत आजको यो स्टेसनरी लगायतको विभिन्न शैक्षिक सामग्रीलाई व्यवस्थापन गरेर यहाँसम्म
यो आजको यो गोठबन्ज्याङ माविको प्राङ्गणसम्म दुःख कष्ट गरेर जुटाएर ल्याउनलाई सहयोग गर्नुहुने सहयोगी संस्थाका अध्यक्ष श्री चेत सर, आजको यहाँ प्रमुख अतिथिज्यू हुनुहुन्छ उपाध्यक्षज्यू लगायत सम्पूर्ण यस संस्थाका पदाधिकारीज्यूहरू लगायत गोठबन्ज्याङ माविका प्रधानाध्यापकज्यू र यस विद्यालय व्यवस्थापन समितिको सम्पूर्ण टिम र कर्मचारी मित्रहरू लगायत यो स्कुललाई एउटा सभ्य भव्य र एउटा ज्ञानको आर्जनको लागि भूमि बनाउनका लागि र आफ्नो उज्जवल भविष्य बनाउनका लागि अध्ययनरत हुनुभएका सम्पूर्ण भाइ बहिनीहरू एउटा फुलबारीलाई सिँगारेर एउटा उज्जवल भविष्यको तारा बनाउनको लागि मालीको रूपमा खटिनुहुने सर मिसहरू र यहाँका कर्मचारी मित्रहरू लगायत सम्पूर्ण र म व्यवस्थापन समितिको अध्यक्ष रहेको जुन ज्ञानज्योति आधारभूत विद्यालय सिलिङ्गे बेसी दलचोकी 3 मा रहेको छ, हेड सर र 2 जना मिसहरू यहाँ हामी उपस्थित छौँ र यो व्यक्तिगत तर्फबाट रामकुमार तामाङको तर्फ र विद्यालय व्यवस्थापन समितिको तर्फ र सम्पूर्ण विद्यालयको तर्फबाट यहाँहरूलाई एकमुष्ट हार्दिक नमस्कार लास्टो फ्यापुल्ल। यहाँहरूले जसरी यो हाम्रो विद्यार्थीलाई पठन पाठनको लागि चाहिँ जुन सहयोग गर्नुभएको छ त्यसको लागि हामीले मुरी धन्यवाद दिनुपर्छ। र आज पनि हामी के भन्छौँ भने यो विद्यार्थीहरूको यो बालबालिकाको भविष्यको लागि यहाँले गर्नुभएको लगानी, त्याग, तपस्या र जुन दान छ यसको चाहिँ हामीले कोटी नमन गर्दाखेरि पनि हामीलाई कमी नै हुन्छ भन्ने हामीले लागिरहेछ। र पछिल्ला दिनहरूमा पनि यस्तै गरी सर सहयोगहरूको लागि चाहिँ हामी निरन्तरता होस् भन्ने हाम्रो तर्फबाट कामना गर्न चाहन्छौँ। यहाँहरूको संस्थामा हामी हार्दिक अनुरोध पनि गर्न चाहन्छौँ। यहाँहरूले चाहिँ नयाँ आर्थिक वर्षको सुरुमै यसरी हामीलाई कुनै पनि कार्यक्रमको लागि चाहिँ पहिलोचोटि अफर गर्नुभएकोमा पनि हामी हृदयदेखि नै यहाँहरू सबैलाई धन्यवाद दिन चाहन्छौँ। र यति भन्दै यहाँहरूले दिनुभएको साथ सहयोगको लागि चाहिँ निरन्तरताको अपेक्षा गर्दै बिदा हुन चाहन्छौँ। नमस्कार। यस विद्यालयका प्रधानाध्यापक श्री गङ्गाराम मगरज्यूलाई आफ्नो छोटो मन्तव्य राखिदिनुको निमित्त म अनुरोध गर्दछु। आज 2083 साल जेठको 4 गतेको दिन विनी प्रप सेवाकाई नेपालबाट जुन हामीको लागि स्टेसनरी वितरण गर्नु आइरहनु भएको छ त्यसका लागि म सम्पूर्णलाई धन्यवाद दिँदै आजको यस कार्यक्रमका सभापति, वडा प्रतिनिधि एवं विद्यालय व्यवस्थापन समितिका सदस्य दुर्गा प्रसाद दाहालज्यू, आजको प्रमुख अतिथि विनी प्रप सेवाकाई नेपालका अध्यक्षज्यू चेतबहादुर खरेलज्यू, त्यस्तै गरी संस्थाका उपाध्यक्ष, सचिव लगायत र विभिन्न तह र तबकामा रहनुभएका सम्पूर्ण महानुभावहरूलाई पनि म हार्दिक धन्यवाद दिन चाहन्छु। 8 वर्ष भइसक्यो उहाँहरूले चाहिँ हामीलाई सेवा गर्नुभएको छ। मैले पनि बेला भनिरहेको छु, यति सेवा अहिलेसम्म कुनै पनि सङ्घ संस्थाबाट नेपाल सरकारबाट प्राप्त नभएको सहयोग चाहिँ हामीले प्राप्त गर्न पाएका छौँ। विद्यालयको नतिजाको हिसाबमा पनि यस कार्यक्रमले हामीले चाहिँ निरन्तरता अग्रस्थान हासिल गरिरहेको छौँ। शैक्षिक सत्र 2081 मा कोन्जेसोङ गाउँपालिकाकै सबैभन्दा उत्कृष्ट सर्वोत्कृष्ट भएर पुरस्कार प्राप्त गर्नुभएको छ र उत्कृष्ट विद्यार्थीहरू पनि उत्कृष्ट भयो है भनेर हामीलाई पुरस्कारको व्यवस्था गर्नुभएको छ। यो कसको योगदान छ त भन्दाखेरि मेरो योगदान होइन, यो हाम्रो विनी प्रप सेवा नेपालको चाहिँ योगदान हो भन्ने कुरा मैले अनुभूत गरेँ। र हाम्रो विद्यालय सुधार हुँदै क्रमशः शैक्षिक उपलब्धिमा चाहिँ वृद्धि हुँदै गएको छ। यहाँहरूका संस्थाले जुन हामीलाई चाहिँ सहयोग गर्नुभयो, जुन सहयोगबाट चाहिँ विद्यार्थीहरू उत्साहित भए, जुन विद्यार्थी उत्साहित भइसकेपछि भाइ बहिनीहरूलाई चाहिँ पढ्नको लागि उत्प्रेरित हुनुभयो र भाइ बहिनीहरूले चाहिँ नतिजा ल्याउन सफल भयो। यो नतिजा ल्याउन सफल हुनु भनेको चाहिँ विनी प्रप सेवाकाईलाई चाहिँ श्रेय जान्छ। यसको लागि चाहिँ विनी प्रप सेवाकाई नेपाललाई चाहिँ धन्यवाद, मुरी धन्यवाद भनेर फेरि पूर्ण मन विचार गर्न धन्यवाद दिन चाहन्छु। अब म यहाँ उपस्थित हुनुभएका आजको प्रमुख अतिथि एवं त्यस संस्थाबाट प्रतिनिधित्व गर्नुभएका
सम्पूर्ण प्रतिनिधिहरूलाई हार्दिक 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 विद्यालयका परिवारबाट धन्यवाद दिँदै म आफ्नो भनाइहरू यी अन्त गर्न चाहन्छु। हार्दिक धन्यवाद। र तसर्थ सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई कक्षागत रूपमा चाहिँ लामबद्ध हुनको निमित्त म अनुरोध गर्छु र सहजीकरण गरिदिनु हुनको निमित्त म सर मिसहरूलाई चाहिँ म अनुरोध गर्दछु। आजको प्रमुख अतिथिज्यू, उपाध्यक्ष संस्थाको उपाध्यक्षज्यू लगायत सम्पूर्ण पदाधिकारीज्यूहरूलाई म अभिभावकको तर्फबाट, विद्यालय व्यवस्थापन समितिको सदस्यको तर्फबाट र वडा कमिटीको सदस्यको तर्फबाट यहाँलाई उच्च सम्मान छ, आभार व्यक्त गर्न चाहन्छु। उहाँहरूले लामो समयदेखि यस विद्यालयमा विद्यार्थीहरूलाई स्टेसनरी सामान लगायतका सामग्रीहरू वितरण गर्दै ठुलो सहयोग पुर्याउँदै आउनुभएको छ र यो विद्यार्थीहरूको लागि मात्र सहयोग होइन भन्ने म बुझ्दछु। हामी अभिभावकलाई पनि ठुलो एउटा थोरै भए पनि आर्थिक सहयोग पनि भएको छ। त्यसैले हामी सम्पूर्ण अभिभावकको तर्फबाट पनि यो संस्थाका प्रतिनिधिज्यूहरूलाई आभार व्यक्त गर्न चाहन्छु। धेरै धेरै धन्यवाद दिँदै म छोटो मन्तव्य यहीँ टुङ्ग्याउँदै आजको यस कार्यक्रमलाई पनि यही समापन भएको घोषणा गर्दछु। हस्त, धन्यवाद, नमस्कार, लासो थापुल्ला। विद्यालयको तर्फबाट संस्थालाई एउटा प्रशंसा पत्र तयार गरेका छौँ हामीले र यो प्रशंसा पत्र प्रदान गरिदिनु हुनको निमित्तमा विद्यालयका प्रधानाध्यापक गङ्गाराम मगर सरलाई अनुरोध गर्दछु र यो प्रशंसा पत्र ग्रहण गरिदिनु हुनको निमित्त म संस्थाका अध्यक्ष श्री चेत बहादुर खरेल सरलाई अनुरोध गर्दछु। शैक्षिक सत्र 2083का सम्पूर्ण बालबालिकाहरूलाई शैक्षिक सामग्री प्रदान गरी बालबालिकाहरूको शैक्षिक विकासका लागि गर्नुभएको प्रशंसनीय सामाजिक कार्यको लागि बिनी प्रपस सेवाकाई नेपाललाई यस संस्थाको उत्तरोत्तर प्रगतिको कामनासहित यो प्रशंसा पत्र प्रदान गरिएको छ। मिति 2083 जेठ 4 गते। र यो प्रशंसा पत्र प्रदान गरिदिनु हुनको निमित्त म विद्यालयका प्रह श्री कुमार लामा सरलाई अनुरोध गर्दछु र ग्रहण गरिदिनु हुनको निमित्त म संस्थाका अध्यक्ष श्री चेत बहादुर खरेल सरलाई अनुरोध गर्दछु।